오천박은 나와 나 많아지고 괴가 아세레 아세 चम्पा जिन नापावेका। हाम्रो अब एसिका मिसको साइकलको टायरमा चाहिँ यस्तो छ है, चढ्नुभन्दा अगाडि नै पञ्चर भइसकेको छ यो खटारो। सो हेलो ब्युटिफुल पिपल, वेलकम टु ब्याक आवर युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम बवाल पारामा फिट एन्ड फाइन छु। अनि त्यसपछि धेरै दिनपछि चाहिँ भ्लग बनाउनलाई स्टार्ट गर्दैछु, किन भन्दाखेरि चाहिँ 6-7 दिनको ग्याप पछि चाहिँ आज यसो भ्लग भिडियो बनाइदिउँ त भनेको। यसो घरतिर आएको बेला आजको भिडियो चाहिँ के को बारेमा छ र कसको बारेमा छ भन्दा चाहिँ टाइटल हेर्दा नै थाहा पाइसक्नुभयो होला। अनि त्यसपछि एकदम बवाल पारामा कपाल पनि हल्का कर्ली सर्ली दाढी साडी बवाल बढाएर चाहिँ म सो यता घरतिर आइसकेको छु। अनि त्यसपछि यो घरको एकदम होनहार भलिबल प्लेयरलाई पनि म क्यामेरामा कैद गर्न चाहे। यो चाहिँ मेरो भाइ हो होइन, भलिबल चाहिँ एकदम खतरा हान्छ। अब यसो तारिफ गर्नलाई योग्य छ, त्यही भएर भनेको। अनि त्यसपछि अब चाहिँ म के गर्नेवाला छु भन्दाखेरि आजको भ्लगमा चाहिँ हामी चाहिँ अब एसिका र मेरो चाहिँ हल्का साइकल राइड हुनेवाला छ। सो अब एसिका लिन जानुपर्ने हुन्छ एकछिनपछि। आजको साइकल राइड चाहिँ एकदमै ओभर होला जस्तो छ। अनि त्यसपछि आज चाहिँ हल्का मौसम चाहिँ फ्याँसफुस होला जस्तो भइसक्यो, किन भन्दाखेरि चाहिँ अहिले लगभग 3 जति बजिसकेको छ नि त, त्यही भएर हो। मम्मी हाम्रो एसिका कहाँ छ? ओहो, साइकल राइड हान्ने मान्छे यसरी आएपछि त के हुन्थ्यो है। आम्मा राइडर मान्छे ल्याउँ भनेको, अब भिडियो बनाऊ भनेको त खोइ त नि। खोइ बुट्टी चाहिँ भित्र हाल, बुट्टी भित्र हाल। हामी अनि अब साइकल राइड हान्नु नजाने हो नि, साइकल राइड हान्ने कि नहान्ने? अनि ल अब साइकल राइड हान्नु पर्ने हुन्छ। अनि एसिका अब यसलाई लुगा चाहिँ लगाइदिनु है। अब यहाँ साइकल राइड हान्ने मान्छे चाहिँ लुगा लगाइरहेछ। अनि त्यसपछि अब चाहिँ हामी यहाँ बाहिरतिर यसो पम्पसम्म हालेर चाहिँ साइकल झिकेर चाहिँ बब्बाल राइड हान्नुपर्ने हुन्छ आज। अब राइड भन्दा नि एसिकालाई यसो सिकाइदिउँ भन्ने कुरो हो। अब क्यामेराम्यान एकछिन भयो भने यसले गर्छ कि भन्ने कुरो हो, के गर्छ हेरौँ। एसिकाको चाहिँ मैले साइकल राइड हान्नलाई चाहिँ अब यहाँ साइकल चाहिँ ट्याक्कै यतातिर ल्याएर राखिदिएको छु, किन भन्दाखेरि चाहिँ हाम्रो अब एसिका मिसको साइकलको टायरमा चाहिँ यस्तो छ है, चढ्नुभन्दा अगाडि नै पञ्चर भइसकेको छ यो खटारो। हुन चाहिँ नयाँ हो, अब यो खटारो भन्दा पनि फरक नपर्ने छ। अनि त्यसपछि अब हामी चाहिँ यहाँतिर ट्याक्क अब यसमा पम्पसम्म हालौँ, त्यसपछि चाहिँ कुदाउँ है। ल अब हाम्रो चाहिँ अब यतातिर पम्प हाल्ने कार्यक्रम चल्दैछ। अब एसिका आफै हाल्छु भन्ने कुरो छ। अब यहाँ पम्प एसिका पम्प हाल्ने मान्छे चाहिँ कता गयो यहाँले? खोइ यता हो, खोइ त्यो पम्प ल्याउ त। 3टा छ, यता ल्याउ लो, यता एसिका आफै हाल्ने नि त पम्प के हो? 3टा छ। ल अहिले त साइकल चलाउनु भन्दा अगाडि डिउ खानु मन लागिसक्यो एउटालाई। सुरु ल आफै बनाउने आफै कुदाउने। एसिकाको पारा ठिक छ है। लो आफ्नो साइकलमा आफूले नै हाल्नुपर्छ। लो हाला वा यस्तो बडी यस्तो गरिदेऊ न। आम्मा उतापट्टि दा हेरिरहेको छ है। हाम्रो चाहिँ अब यहाँतिर एसिका आफूले हालेर चाहिँ आफै कुदाउने भन्ने कुरो छ क्या। ल छिटो हाल न। लो कि दादाले हालिदिनुपर्छ? आफै हाल्ने? ओके भएको छैन, अझै भएको छैन, अलिकति हाल्नुपर्छ। खोइ त भयो भने त यहाँ थाहा भइहाल्छ नि। छैन इ हावा यस्तो फ्यासफुस छ, यस्तोमा चाहिँ कसरी हाल्नु? अलि कि म हालु छाम त छाम। अब चाहिँ हाम्रो यता पम्प हाल्नुपर्ने हुन्छ। अनि त्यसपछि एसिका आफै तम्सिएर मै हुँ भनेर पम्प चाहिँ हाल्नु खोज्छ, तर खै के गर्छ। हाई गरिदेऊ न नि, यता हेरेर हाई गर। हाँस्दैउ न नि। स्माइल चाहिँ खतरा छ यसको। खोइ त दादाले एकछिन हाल्छु अनि यसरी त तिमीले त अनि 10 दिनमा नि हालिसक्दैनौ त नानी। हेर त कति भयो, छिटो चेक गर। फ्यास जाँदो रहेछ नि, अस्ति फुटाइहालेछ नि। अस्ति कसले फुटायो? अघि के हो यो त समस्या भयो त। त्यो पम्पै गएको रहन्छ अघिदेखि। तिमीले के गर्यौ नानी? यो यस्तो हुन्छ के हो केटा? हाल त लगभग मैले नसकेर अब यसो यता अब दादालाई पनि यसो सामेल गराएको छु मैले भ्लगमा है। अनि तँलाई चाहिँ अब आउने बित्तिकै लागिसक्यो तिर्खा, नचलाइकन तिर्खा लाग्यो के हन्छ त केटा?
अब चाहिँ पारा आउला जस्तो भयो लु चलाउनु नपाइकन पञ्चर भयो भन्छ है गाँठी यो तेरो साइकल कसरी पञ्चर भएको अरे फ्यासफुस कहिले लु ठिक छ केही छैन अब चाहिँ हामीले यो साइकलमा हावासावा हाल्यौँ अनि त्यसपछि अब चाहिँ एसी क्याप चढ्छ अनि त्यसपछि अब मैले धगाल्नु पर्ने त मैले होला होइन यसलाई आउँदैन खासै साइकल चलाउन आउँछ कि आउँदैन भने त तँलाई आउँदैन सिक्ने हो कि होइन कसो गर्नु रे पोमा हाल्ने हो त्यसरी त लो चढ लो चढ निर्लिङा गोजिम छ अब चाहिँ एसीका फेरि अब साइकल सिकाइदिउँ भनेको लास्ट सिटमा गएर बस्छ यसलाई सिकाले इनर्जी ड्रिङ्क खाइसक्यो होइन लो अब अगाडिको सिटमा बस्छ नि तिमी अनि छाड ओहो लो अगाडिको सिटमा बस्नुपर्छ कि यसमा बस्न लो तँ यसमा बस् त बस छिटो अगाडि राख्छ त्यसले हो त्यसमा हो त्यहाँ बस्नु पर्यो लो आम लो काठी अनि यहाँ हो क्या सिट कहाँ हो थाहा छैन यसलाई अहिलेसम्म छोड्दैन एकछिन नर्स एकछिन छ्यारे एकछिन स्टप भन स्टप आफै गर्छ क्या छोड्दै त यसलाई हो यसको लास्ट सिटै ठिक छ है To be okay when the world falls down on me. I'm gonna leave this place for another state where I can finally be free. साइकल को अब म आफै चढेर सिकाउनु पर्छ लु आऊ सिका यहाँ रे अब आफू चाहिँ आफै चढ्छ यहाँमा चढेर हिजो जस्तो चढा नि हिजो जस्तो चलाउनु नि ह्यान्डिल त चलाउनु आउँछ तँलाई यहाँ आइज न लु हेर त यसकाले हिजो खतरा चलाएको थियो आज नि यसले खतरा चलाउँछ हेरे चढ हेर पहिला चलाइसक्छ अनि त्यसपछि डिउ खान्छ घटी लु चढ त अब डिउ हेरेर अगाडि हेर अब खुट्टा राख खुट्टा अब खुट्टा हेरे हजुर यहाँ राख न नि त हातसम्म अनि तिमी अर्को यसले के साइकल सिक्ला जस्तो लाग्यो तँलाई यसपालि सिक्दैन यसले साइकल कहिले सिक्छ है नानी साइकल यसरी ल भयो ल यहाँ पछाडि चढाइज साइकल नसिक्ला जस्तो लाग्यो मलाई हाल्ला जस्तो छ नि जस फुलहरू चाहिँ बल फुल्दा छ यतातिर यहाँ टक्क चट्टा पारामा यसलाई यतातिर सिकाइदिउँ भने खै ल यसका छिटो त्यसले ध्यानै छैन त कहाँबाट साइकल सिक्छ ओहो एक्सिडेन्ट गराउँ जस्तो छ अरे यसले त है ल धकाल्छ अब आजको भ्लग चाहिँ यस्तो नै हुनेवाला छ सो किन भन्दाखेरि चाहिँ यसलाई साइकल यसो सिकाइदिउँ भनेको खै हुन त सानो भएर पनि होला यो खासै सिक्नु चाहिँ गर्दैन सो यता माथितिर चाहिँ स्कुल छ ट्याक्क त्यहाँतिर चाहिँ चट्टा यतातिर बारीसारी कुखुरा खोर्छ नसिक्ने त ल यसले अब बिगार्ला से यसको साइकल तैँले पो के हान लाग्यो त नसिक्ने भयो साइकल खेल्ने नखेल्ने अब यसकाको आजको साइकल राइड चाहिँ यति नै भयो जस्तो छ यसलाई धकाल्नु ला त्यसले धकाल्नु चाहिँ धकाल्छ छोड त उत्याउनु ला उत्या त ल उत्या साइकल उत्या आफ्नो साइकल आफै हुत्याउँछ कि अहिले मलाई थाहा छ ए धकाल्ला जस्तो खै पारा नि ल्याएन हिँड अब सुन बिउ खाँदै है त्यही हो अब यहाँतिर हल्का त्यही छ अब यसो होम टुरवाला दिनेवाला छु म भिडियो चाहिँ म आज होम टुर यसो हानिदिउँ भन्दै थिएँ अनि त्यसपछि मेरो कोठातिर जानु लागेको म हाम्रो फेरि बाहिरतिर यसो चप्पल फुहालेर जाने कुरो छ ट्याक के हो यसलाई चाहिँ किन यस्तो खुल्दुली भएको भन्दा यसले चाहिँ अब मेरो खाटमा सुत्नु दिँदैन क्या यसको खाट चाहिँ उतापट्टिको हो यो अनि मेरो खाट चाहिँ हो त्यही भएर यसले कस्तो छ कि होइन नचलाउ न एक दुई सट हान्दियो कसेर हाने यसका वाह हान
के भन यहाँ भिडियो भिडियो हो जा त जा उता जा सो हाम्रो अब एकछिन बत्ती बालेर यहाँतिर होम टुर दिउँ भने खोइ अब यहाँ बत्ती पनि सो यही हो हाम्रो कोठा चाहिँ होइन च्याट्टा सानो चिटिक्क परेको छ अनि त्यसपछि के भन्नु त यो एसी खाएर हल्का यता चकचक सकचक गर्छ है अनि त्यसपछि अघि मैले केटा यसो हल्का फुल्का यसो गेम सेम फुटबल सुटबल भलिबल सलिबल खेल्छ भनेको थिएँ होइन अनि त्यसपछि ए ऊ त आफ्नो खाटमा गइदिएन है बिचरा यार जा त के भयो जा उता आफ्नो आफ्नो घर भनिरहेको छ है सो त्यही हो अब के तिमी सुत्ने यहाँ सुत्ने सुत चप्पल खोलेको छ कि फेरि चप्पल खोलेको छ है ल सुता हो यहाँ यता यता सुत न नि उसलाई चाहिँ यो चाहिँ सो मेरो खाट हो अनि त्यसपछि यसको केटाहरूको खाट चाहिँ यता छ सो हाम्रो हल्का सजावट सामानहरू चाहिँ यतातिर छ है अनि केटाको यो सब मेडलहरू चाहिँ यो केटाहरूको हो होइन अब यो घन्टी जस्तो छ टालाङ टुलुङ यो के हो होइन नबुझ्नेलाई त के हो च्याट्टा यस्तो छ है सर्कियो है अनि त्यसपछि यता खाता सादाहरू चाहिँ च्याट्टा यता छ अनि हाम्रो यो ट्रफी चाहिँ खासै बेसी छैन यो एउटा दुईटा तीनटा चारवटा पाँचवटा सो पाँचवटा जति ट्रफी छ त्यही अनि त्यसपछि खासै केही छैन हाम्रो रुममा चाहिँ होइन अब यस्तो डेकोरेसनहरू बवाल गरेको छैन जस्तो छ यहीँ छ सो अनि यतातिर चाहिँ हल्का यसो साङ हाल्नेहरू यसो माने सानै गर्नेहरू चाहिँ यतातिर बनाएको छ यो सबै हाम्रो फेरि सबैभन्दा घरको चकचके नम्बर 1 चिज यही हो अनि त्यसपछि यसलाई चाहिँ अब रिस अब यसको उठो रिस उठो तँलाई सो त्यही हो अब भ्लग पनि के गर्ने कसो गर्ने भन्ने छ होइन सो हल्का फुल्का माया देखाइदिनु भएको छ ठिक छ वा देन दे एकछिन देन दे अब साउन के लाउँछ अब के भन्नु होइन त्यही हो हल्का फुल्का अब स्कुल बिदा भइरहेछ त्यही भएर चाहिँ यसो भ्लग पेलिदिउँ न भन्ने कुरो हो अनि त्यसपछि यसो ज्यान स्यान खतरा बनाऊ भनेर चाहिँ यो बाहिरतिर चाहिँ केटाहरूले उल्याएको थियो क्या ज्यान बनाउनलाई त्यही पनि यहाँतिर कुहिएरै गइसकेको छ सो है केटाहरू ज्यान बनाउनु मात्र हुन्छ यो वेट चाहिँ एकदम छ क्या लास्ट गरौँ छ तर केटाहरूले बनाएको चाहिँ छैन ज्यान हजुर कहाँ जाने भनेको तिमी के हो तिम्रो त्यो सामान के हो त्यो हाई गरिदेऊ एकचोटि हाई गर यसको पनि भाउ बढिरहेछ फेरि सो त्यही नै हो आजको भ्लग चाहिँ हल्का यसो छोटो मिठो हुनेवाला छ ओ सरी राख क्या त्यहाँ राख सो त्यही नै हो आजको भ्लग चाहिँ हल्का छोटो मिठो हुनेवाला छ अनि त्यसपछि म किन भन्दाखेरि चाहिँ डेली भ्लग पोस्ट गर्छु भनेर सोचिरहेको थिएँ तर के कारणवश चाहिँ हो घरतिर आइसकेपछि हल्का भिडियो पोस्ट हानु भन्ने हुन्छ के कन्टेन्टमा बनाउने भन्ने जस्तो कुरा नै हुन्छ त्यही भएर बनाउनु पाइरहेको छैन सो जतिले पनि माया गरिदिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र माया नगर्नु भएकोले पनि मेरो भिडियो फर्स्टचोटि हेर्नु भएकोले पनि हल्का सब्सक्राइब हानेर राख्दा चाहिँ केही फरक पर्दैन जस्तो लाग्छ मलाई किन भन्दाखेरि चाहिँ तपाईँहरू पनि मसँग जोडिनु होला मेरो भ्युअर्स हुनु होला र मलाई धेरैभन्दा धेरै माया गरिदिनु होला सो त्यही नै हो भन्दै आजको भिडियो चाहिँ लगभग यतैतिर इन्ड हुन्छ के हो अब तँ सुतेको देखाइदिनु हो सो है थ्याङ्क यू फर वाचिङ दिस भिडियो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै आजको भिडियो बिदा लिन चाहन्छु हस्त धन्यवाद बाई बाई